हेलो गुड मर्निङ साथीहरू। आज हामी चाहिँ सन्डेको दिन केही रमाइलो गरौँ भनेर हामी चाहिँ आउटपास जाँदैछौँ है। हामी तिनजना, हाम्रो विकास सर हुनुहुन्छ, शिशिर दाई अनि म। हामी चाहिँ अब रुमदेखि निस्किँदैछौँ। ल साथीहरू, हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। हामी चाहिँ आज आउटपासमा कहाँ जाँदैछौँ भन्ने कुरो चाहिँ म तपाईँहरूलाई देखाउने नै छु है। तपाईँहरू एकदमै धैर्य गरेर यो भिडियोलाई हेर्दै गर्नुहोला। हामी चाहिँ दाजुभाइ चाहिँ जाँदैछौँ। एकजना दाइ चाहिँ साइकलमा गइसक्नु हो है। गेटमा अब हामी इन्ट्री गराएर आउट गरेर हामी जाने हो टक्क लाएर है। हामी चाहिँ यहाँ पुगिसकेका छौँ है। हाम्रो दाइ चाहिँ साइकल ट्याक्क लाएर घाममा छौँ। ह्यान्डसम दाइ। फाइनली गाइज हामी चाहिँ गेटदेखि आउट भइसक्यौँ है। यहाँ हामीले अटो पनि लिइसक्यौँ। यहाँ झन्डै फेरि मेरो फोन बाहिरदेखि ठ्याक्कै हानिदियो क्या। तिन भाइ चाहिँ हामी यहाँ छौँ है। ल यसो हेलो गरिदिनु यहाँ। त्यसरी त हाँस्ने हुन्, हाँस्नुभन्दा पनि अलिकति हाँसिदिने हो। हामी चाहिँ जाँदैछौँ। ल है साथीहरू, लखनऊ सिटी चाहिँ यस्तो छ। हामी चाहिँ मेन हाइवेमा निस्किसकेका छौँ है। हामी तिनजना अब हाम्रो फाइनल डेस्टिनेसन भनेको चाहिँ आजको कहाँ हो त भन्ने कुरा चाहिँ अब हामी लगभग 2 मिनटतिर पुग्छौँ। त्यो पनि तपाईँहरूलाई हामी अपडेट नै गर्नेछौँ है। यहाँ हामी चाहिँ अटो चढेर जाँदैछौँ, किनभने आफ्नो पर्सनल भेकलमा चाहिँ हामीलाई रेन्ट छ है। यस कारणले हामी चाहिँ एकदमै मेन हाइवेमा जाँदैछौँ। फाइनली गाइज आज चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुगिसकेको छौँ है। अनि म चाहिँ अगाडि भिडियो बनाउँदैछु, पछाडि हाम्रो दाइहरू चाहिँ हुनुहुन्छ। एकदमै ह्यान्डसम दाइहरू हुनुहुन्छ। सुपर कन्या हो नि फेरि। आज चाहिँ गाइज हामी चाहिँ कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ अब म भन्दैछु तपाईँहरूलाई है। आज चाहिँ हामी लखनऊको एकदमै मोस्ट अफ दि पपुलर एउटा सपिङ कम्प्लेक्स हो है। यसको नाम चाहिँ रहेको छ लुलु मल। यो लुलु मल चाहिँ हाम्रो क्याम्पदेखि एकदमै नजिकको मल नै हो। त्यस कारणले हामी प्रायः जस्तो यहाँ नै आएर हामी सपिङहरू गर्ने गर्छौँ है। अब यहाँभित्र चाहिँ के पाउँछ भन्ने कुरो चाहिँ म तपाईँहरूलाई भित्र इन्टर गरेपछि नै तपाईँहरूले अपडेट गराउनेछु है त। भ्लग कन्टिन्यू हेर्दै रहनु होला। फाइनली गाइज हामी चाहिँ लुलु मल इन्टर गर्दैछौँ है। यहाँनिर चाहिँ चेक पोस्ट रहेछ भनौँ न। हाम्रो चेकिङ भइसक्यो। यस्तो मजाको छ है लुलु मल चाहिँ है। ल हेर्नुहोस्, यो चाहिँ फेमस मल चाहिँ यहाँ चाहिँ तपाईँको अल काइन्ड्स अफ क्लोदिङ है। क्लोदिङहरूको सबै कुराहरू पाउँछ। मेकअपको सामान पनि गर्ल्सहरूको लागि ब्यागहरू लिएर इच एन्ड एभ्री पाउँछ यहाँ चाहिँ। एकदमै राम्रो क्वालिटीको है। हामी चाहिँ सपिङ गर्नको लागि सन्डे चाहिँ आउटपास मिलाएर हामी यही सपिङ मलमा आउने गर्छौँ। तपाईँहरू पनि सधैँ लखनऊको नजिकै हुनुहुन्छ भने तपाईँ पनि यो लुलु मल एकपल्ट भिजिट गर्नु होला। एकदमै तपाईँहरूलाई पनि मन पाउनु है। एकदमै राम्रो छ। हाम्रो दाइहरू दुईजना अगाडि बनाउँदै हिँडिरहेको छु है। फोन कभरदेखि लिएर फोनहरू आइफोनहरू इच एन्ड एभ्री केही पनि कुराहरू तपाईँहरूलाई चाहियो भने यो लुलु मलमा गर्न सक्नुहुन्छ है। कहीँ पनि बाहिर जानु पर्दैन। ल साथीहरू, यहाँ पनि रोयल इनफिल्डको नयाँ लेटेस्ट लन्च भएको बाइकहरू पनि यहाँ डिस्प्लेमा राखेको रहेछ। आउनुहोस् न हेर्नु। मिटियर छ एउटा है, अनि हन्टर, गोरिल्ला। र साथीहरू, तपाईँहरूलाई बाइक चाहिन्छ भने यहाँ भिजिट गर्न सक्नुहुन्छ है। बाइकहरू पनि रहेछ। बाइक पनि हेरियो।
हाम्रो शिशिर दाइ चाहिँ एकदमै धेरै कपडाहरू लगाउनुमा चाहिँ सोखिन मान्छे हुनुहुँदो रहेछ है। उहाँ चाहिँ जतिचोटि भिजिटमा आउनुहुन्छ यहाँ जहिले पनि कपडा चाहिँ किन्नुहुन्छ तर लाउनु चाहिँ हुन्न, दराजमा फुर्काएर राख्नुहुन्छ। फेरि अहिले पनि यहाँ लिभाइसको जिन्स चाहिँ हेर्छु भनेर आउनु भएको छ। दाइहरू केही सामान किन्ने भनेर यहाँ खोज्दै हुनुहुन्छ। म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु है। यहाँ चाहिँ साथीहरू सबै सामानहरू पाउँछ है, ग्रोसरीदेखि लिएर है सबै कुराहरू। मलभित्र हामी चाहिँ गाई त्यस्तो पनि पाउँदो रहेछ, यस्तो डेकोरेसनको सामानहरू है, आर्टिफिसियल प्लान्टहरू पनि रहेछ है। दाइले चाहिँ सुशील दाइले चाहिँ बेडसिट हुन्छ, उहाँलाई चाहिँ एकदमै बेडसिटले पोल्यो अरे दाम एकदम बेडसिटमा चाहिँ सुत्ने अरे नि त। सेरामिक पटहरू त वाउ। तपाईँहरू पनि भिजिटमा आउनु होला है, एकदमै राम्रो छ, तपाईँले देख्न सक्नुहुन्छ। मैले तपाईँहरूलाई सबै यहाँभित्रको चाहिँ देखाउन सक्दिनँ है, तर केही मेन कुराहरू चाहिँ देखाउँदैछु। कस्तो बवाल छ क्या, गिफ्ट आइटमहरू पनि रहेछ है। फोटोहरू पनि रहेछ है। मिररहरू पनि कस्तो राम्रो रहेछ है। अहिले हामी चाहिँ सपिङ हल्का गरेर पनि निस्किसकेका छौँ है। अब हामी चाहिँ सेकेन्ड फ्लोरतिर जाँदैछौँ। दाइहरू अगाडि हुनुहुन्छ, म चाहिँ पछाडि छु। मजाको छ है लुलु मल चाहिँ, साथीहरू घुम्न नछुटाउनु होला है। यदि लखनऊको आसपासमा कोही पनि हुनुहुन्छ भने यो मल चाहिँ एकपटक भिजिट गर्न नभुल्नु होला है। तपाईँहरूले एकदमै राम्रो फुल्ली लोडेड एसी हो। फेरि यहाँभित्र तपाईँको गर्मीदेखि डराउनु पनि केही पनि छैन है। त्यस्तो यहाँ एकदमै स्पोर्टी टाइपको कपडाहरू पनि पाउँछ है, सुजदेखि लिएर सबै पाउँछ, एकदमै राम्रो। र हेर्नुहोस्, हामी चाहिँ अब हल्का भोक लागे जस्तो भयो है, अनि हामी चाहिँ टप फ्लोरतिर जाँदैछौँ खाजा खानको लागि। टप फ्लोर पनि बप्पाल छ है गाइस, बप्पाल। टप फ्लोरदेखि तलको भ्यू चाहिँ यस्तो छ है। सबैभन्दा टप फ्लोरमा चाहिँ यस्तो रहेछ है, बेबीहरूको लागि खेल्ने ठाउँहरू पुरै एकदमै राम्रो बबाल रहेछ है, बबाल। दाइहरू चाहिँ यहाँ पसिसक्नु भएको छ है। बार्बेक्यू नेसन गरेर के पाउँछ यहाँ चाहिँ जम्मै।
एउटा बबाल डिस्क पाउँछ अरे यहाँ सिरदाले अस्ति टेस्ट गराउँछ मलाई है आज हेरौँ फाइनली हामी चाहिँ यहाँ माथि पुगेर पनि यहाँ बसिसकेका छौँ है यहाँ चाहिँ बबाल रहेछ है यहाँ पुरा कोइलाहरू राखेको छ अनि यहाँ चाहिँ अर्डरहरू पनि गर्न नपर्ने रहेछ क्या हामी नन भेज हो भनेपछि चाहिँ यहाँभित्रको चाहिँ प्याकेज नै हुने रहेछ टक्क ल्याइदिइहाल्ने रहेछ अनि टक्क खाने हो है पानीपुरीहरू पनि रहेछ दामी छ खाना पनि आइसक्यो है खाना खाइरहेछ हेलो साथीहरू यहाँ चाहिँ टुटु एकदमै राम्रो सिस्टम रहेछ है कभर सिस्टम हामीहरू चाहिँ यहाँ बिलिङ हुँदैछ है उहाँ चाहिँ एकदमै राम्रो हाम्रो सेफ हुनुहुँदो रहेछ सेफ कृष्ण भिडियो पनि बनाउँछु क्या म फेरि नेपाली हुनुहुँदो रहेछ हाम्रो यहाँ चाहिँ अनि पुरा हेर्नुहोस् डिस्कहरू पुरा लागिरहेको छ है एकदमै बबाल छ तपाईँहरू पनि आएर यहाँको डिस्कहरू टेस्ट गर्न सक्नुहुन्छ है यहाँनिर बर्थडे सेलिब्रेसन पनि हुँदो रहेछ अहिले भर्खरै एकजना साथीले सेलिब्रेसन गर्दै हुनुहुन्थ्यो है एकदमै नाइस छ है एकदमै फ्यामिली इन्भाइरोमेन्टमा एकदमै स्वादिलो खानाहरू पाक्ने रहेछ पानीपुरीहरू पनि रहेछ है हेर्न सक्नुहुन्छ एकदमै बबाल छ है एकदमै बबाल छ लगभग गाइज अब आजको हाम्रो आउटपास चाहिँ अन्तिम चरणतिर आइसकेको छ है हामी चाहिँ खानाहरू पनि खाएर हामी चाहिँ झर्दैछौँ अब एउटा स्पोर्ट सप जाँदैछौँ है हामी चाहिँ त्यसमा हामी चाहिँ हेर्नेछौँ अनि हामी फेरि साथीहरू तपाईँहरूलाई सामानहरू चाहिन्छ भने चाहिँ विकास गर्ने भिडियो गर्नु होला है एकदमै बबाल भएको सामानहरू स्पोर्ट्सको लागि चाहिँ एकदमै राम्रो हो है सधैँ उता जाउँ न एउटा आफैले हेर्नु लगाएको हामी चाहिँ जानु लागेको है यहाँ स्पोर्ट सामानहरू हामीले जति पनि यहाँ डाइरेक्ट बिलिङ गरिसकेको हो अब हामी निस्किँदैछौँ अब टक्क जाने हो क्याम्पमा टक्क लगाएर गेम खेल्ने हो है र फाइनली गाई चाहिँ हामी चाहिँ अब स्पोर्ट दोकानदेखि बाहिर निस्किँदैछौँ हाम्रो सामानहरू चेक हुँदैछ है त्यो चाहिँ हाम्रो दाइको आँखा पुग्ने अरे है हामी चाहिँ लाग्दैछौँ फाइनली लुलुबक्सको ग्राउन्ड फ्लोरमा हामी आइपुगेका छौँ हामी जाँदैछौँ चलो चलो भन्ने बेला भइसक्यो यहाँ चाहिँ गाई यस्तो खालको रोबोट पनि पाउँदो रहेछ है के रहेछ गाई के हो यसको काम चाहिँ के अरे काम यस्तो हजुर सफा सफा गर्ने रहेछ गाई के को सफा गर्ने फिडब्याक दिने छ गाह्रो छ यार गाइस यो चाहिँ सफा गर्ने मेसिन होइन रहेछ नेभिगेसन मसिन चाहिँ रहेछ है अब मतलब तपाईँले यो अब कुनै सोरुम जानु पऱ्यो भने यसमा तपाईँले सोधेर यसले पुऱ्याइदिने रहेछ मजाले है यो यता हो रहेछ है तपाईँले हेरिहाल्नु आज त हाम्रो सपिङ चाहिँ धेरै भइसक्यो साथीहरू है हाम्रो दाइले बोकिरहनु भएको छ त्यसको माथि हाल्दाखेरि जानुपर्छ नि त त्यहाँ माथि पनि बबाल
गाइज फाइनली हामी चाहिँ फेरि हाम्रो क्याम्पभित्र आइपुग्यौँ है। अब आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो। आजको सन्डे चाहिँ तपाईँहरूको कसरी बित्यो है, राम्रैसँग बिताउनु भयो होला तपाईँहरूको सन्डे पनि है। ल ठिकै छ, यस्तै छ हाम्रो चाहिँ लाइफ भनेको है। दाजु गाडी चलाउँदै हुनुहुन्छ, म चाहिँ बाहिर छु। ल थ्याङ्क यू सो मच है। यो ब्लग चाहिँ तपाईँहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा, अन्तिमसम्म त हेरिदिनु भएन होला, अलिअलि हेरिदिनु भयो होला, ठिकै छ। त्यसको लागि पनि तपाईँहरूलाई धेरै धेरै थ्याङ्क यू है। फेरि पनि यस्तै ब्लगहरू आउँछ, हेर्दै गर्नु होला।